हजुर, सबैजनालाई थाहा भएकै कुरा हो होइन। दुबई चाहिँ एउटा सुनको खानी पनि हो भनिन्छ, जहाँनिर चाहिँ धेरै मात्रामा सुनको क्वालिटी क्वान्टिटी एकदमै राम्रो पाइन्छ भन्छ नि त। सो त्यही हेर्नु चाहिँ म चाहिँ आज जाँदैछु मेरो दादासँग है, र दादासँग पनि मेरो 6 महिना बाद भेट हुँदैछ है, ऊ चाहिँ यतै थियो। सो त्योसँग चाहिँ म जाँदैछु आज सुनहरू हेर्नु, अनि किन्नु चाहिँ होइन, खासै हेर्नु मात्रै गएको है। देख्न सक्नुहुन्छ यो जति पनि मैले भिडियोमा देखाइरहेको छु यो चाहिँ सबै सुनले बनिएको हो। अनि यो औँठीदेखि लिएर लुगाहरूदेखि लिएर होइन बनिन्छ। यो चाहिँ संसारको सबैभन्दा ठुलो जति पनि सुनले पानेको यसको वेटहरू सबै लेखिएको थियो है। अनि एकदमै बेसी एकदमै राम्रो राम्रो चिजबिजहरू बनाइएको है। अब हाम्रोतिर हो भने त नेक्लेस औँठी ब्याङ्गल्स त्यस्तो मात्र पाइन्छ नि त, तर यहाँ त सुनले भरिएको लुगाहरूदेखि लिएर पर्सहरूदेखि लिएर एभ्रिथिङ जति पनि केटीहरूले वेयर गर्न सक्छ होइन, लगाउन सक्छ, त्यो सबै पाइँदो रहेछ। अनि म त देखेर दङ्ग परेँ है। सो अब म चाहिँ यस्तो एक्साइटेड भएर हेरिरहेको थिएँ। अब मैले त फर्स्ट टाइम नै देखेको यस्तो ठुलो ठुलो चिजबिजहरू है। मैले त सानो सानो कुरा मात्रै देखेको सुनको पनि। सो यही देखाउनु चाहिँ मलाई दादाले लगेको थियो घुम्नुको लागि होइन। यो देख्न सक्नुहुन्छ पर्सदेखि लिएर लुगादेखि लिएर एभ्रिथिङ सुनको बनिरहेको थियो है, बनिएको रहेछ। अनि अब यो सबै मलाई चाहिँ एकदमै नक्कली लागेको, उता त सिटी गोल्ड जस्तो लाग्छ क्या, तर होइन है। यो सबैको दामहरू प्राइसहरू कति क्यारेटकोदेखि लिएर कतिको वेटहरू छ त्यो सबै वर्णन गरिएको थियो यसको सुनको पछाडि नै। सो त्यो हेरिसकेर चाहिँ म चाहिँ फर्केँ है। अनि यो चाहिँ म आफ्टर ड्युटी गएको थिएँ, जसको कारणले चाहिँ म 1-2 घन्टा मात्रै डुलेर चाहिँ फर्केँ, किन भन्दाखेरि चाहिँ मलाई जानु थियो ड्युटी। सो खाइसकेपछि चाहिँ म चाहिँ यता फर्केँ। अनि यो चाहिँ हो मलाई दादाले ल्याइदिएको मिठाई, जो चाहिँ म हतार हतार रुममा गएर खोल्दैछु है। र मलाई चाहिँ ल्याइदिएछ नुडल्स। अनि तपाईँलाई थाहा छँदैछ म नुडल्स कति खान्छु भनेर। सो चिप्स अनि मिठाईले भरिएको प्याकेट है। सो ठिकै छ, आजलाई चाहिँ मेरो दिन यसरी नै बित्यो है। हेर्दै गर्नुहोला। बाई बाई अल अफ यु।